आइसकेको छु गोठवा गाउँ भन्ने सराबस्ती बिनगा सराबस्ती भन्ने ठाउँ छ। अब यहाँ भैँसी बिकिराखेको छ यो मार्केटमा बिहिबारको। आज बिहिबार हो। त्यो अब भैँसी बिकिराखेको छ। अब तपाईँ रिपोर्टिङ देखाइराखेको छौँ हामी। अब कति 35,000 को 40,000 को भैँसी बिकिराखेको छ। अब कोहीले चाहियो भने गोठवा बजार आउनु होला। सराबस्ती भिनगा मैले कन्ट्याक्ट हालिदिन्छु। तपाईँले कोहीले चाहियो आसपासको मान्छेले चाहियो भने आउनु होला, सम्पर्क गर्नु होला। हेर्नु तपाईँले देखाइराखेको छौँ हामी भिडियो। यो सबै भैँसी बिक्रीमा छ। कोहीले किन्न आउँछ, कोहीले किन्न आउँछ, कोहीले फाल्न आउँछ, अब कोहीले के गर्न आउँछ। यता भैँसीको व्यापार छ, उता तपाईँको मार्केट रासनहरूको छ। अब तपाईँलाई म भिडियो देखाइराखेको छु। यो भैँसी अहिले पुरा गरिराखेको छ भैँसीले। अब कतिमा बेच्छन् अब पुरा उता गिन्ती भइरहेको छ। पहिले लाइभ भिडियो देखाइरहेको छौँ हामी, फिटिङ देखाइरहेको छौँ। यो भैँसी बिकिरहेको छ। अब कतिमा बिकेछ अहिले पुरा गरौँला, बनाउँला तपाईँलाई। भैँसी बिकिसकेको छ। यो भैँसी बिकिसकेको छ। अब उता किने भइसक्यो। तपाईँ भिडियो देखाइराखेको छौँ हामी। कोहीले चाहियो भने आउनु होला, सम्पर्क गर्नु होला। यो बिहिबार मात्रै लाग्छ मार्केट। यो भैँसीको मार्केट हो। उता गोरुको मार्केट छ, गाईहरूको। तपाईँले देखाइराखेको छौँ हामी। त गोरुको व्यापार भइरहेको छ। अरू ठुलो व्यापार छ। अब भैँसीको पनि व्यापार छ। अब तपाईँले भिडियो देखाइराखेको छौँ हामी। पुरा भैँसी छ। त पुरा भैँसी छ। अब उता रासनको पनि देखाइराखेको छौँ। अहिले भिडियो देखाउँछु म। उता सब्जीहरू किन्न आउँछ मान्छेले। तपाईँले देखाइराखेको छु भिडियो। यो भैँसी बिकिसकेको छ। अब पैसा गिन्दैछन्। गिनेर अब भइरहेको छ। उता मार्केट लागिसकेको छ। उता मार्केटको सब्जीहरूको सागसब्जीहरूको पनि छ। अरू अब के छ, अब यता पकौडी पनि बिकिरहेको छ, यता सब्जी पनि बिकिरहेको छ, यता खानेपिनेको सामान छ। सम्पर्क गर्नु होला। कोहीले चाहियो भने भैँसी आउनु होला। इन्डियामा छ। सराबस्ती 9 बस्ता भिनगा बजार। देखाइरहेको छ हामी भिडियो। यता नास्ताको पसल छ।